बालिस लगाइराखेको छौँ हामीहरूले। यो चाहिँ तपाईको यो इट्टामा पुरा सिल्क एसियन कम्पनीको लगाइराखेको छौँ। अब हामी यहाँनिर एसियनको डबल कोट लाउनु पर्ने हुन्छ, सिंगल भइसकेको छ। माथि हाम्रो कान्छा भाइ माथि टपमा चढिरहेको छ। यो एसियन कम्पनीको हामीहरूले कति रङ चलायौँ धेरै वर्ष भयो, तर हामीहरूले एउटा सेफ्टी बेल्टको माग गर्दाखेरि पनि सेफ्टी बेल्ट नल्याइदिएको हुनाले गर्दा अलिकति दुःख लागेको हुनाले गर्दा यो भिडियो तपाईहरुले कम्पनीको मान्छेले यसो यो भिडियो हेरिहाल्नु भयो भने धरानमा प्रकाश राईले 4 वर्ष भयो सेफ्टी बेल्टको कुरा गरेको, अहिलेसम्म तपाईको सेफ्टी बेल्ट नल्याइदिएको हुनाले गर्दा अब एसियन कम्पनीको रङ पनि चलाउन मन लाग्नु छोडिसक्यो हजुर।